यो ग्यास बलिरहेको छ। मैले यसको पाइप टक्कै यसरी निकाल्दाखेरि पनि यसबाट कुनै प्रकारको लिकेज हुँदैन। हेर्न सक्नुहुन्छ मैले अहिले रेगुलेटर अनै गरिरहेको छु है। यो रेगुलेटर हेर्नुहुन्छ भने तपाईको हेर्न सक्नुहुन्छ अनै छ, स्विच मैले अफ गरेको छैन, तर पनि यसबाट कुनै प्रकारको लिकेज भएको छैन। फेरि मैले यो पाइपलाई यता जोडिदिए, टक्क हेर्न सक्नुहुन्छ यही नजलमा जोडे, अनि यसमा हेर्न सक्नुहुन्छ अब मैले फेरि यसलाई अन गर्न खोजे भने अब यो चल्दैन, किनभने यो चाहिँ हाम्रो आइगेस इन्टेलिजेन्ट रेगुलेटरको कारणले यसमा अटो कट भइसकेको छ है। कुनै प्रकारको लिकेज हुन साथै यसबाट आफै बन्द हुन्छ। अब यसलाई फेरि चलाउनको लागि यहाँ एउटा स्विच दिएको छ, हेर्न सक्नुहुन्छ। मैले यसलाई टक्क यसरी थिचेपछि अब चाहिँ यो ग्यासको सप्लाई फेरि पनि हुन्छ। हेर्नुहोस् है, अब अन गर्दाखेरि चाहिँ टक्क बल्ने भयो। यो सबै हाम्रो आइगेस इन्टेलिजेन्ट रेगुलेटरको कारणले भएको छ। म यसलाई निकालेर देखाइदिन्छु हजुरलाई, जुन चाहिँ हजुरको टक्क हेर्न सक्नुहुन्छ है यसरी निस्किन्छ भने यसमा चाहिँ हजुरको ग्यास कति छ भनेर मिटर पनि हुने भयो। कुनै प्रकारको पाइप अथवा रेगुलेटरबाट लिकेज भएको छ भने पनि यसले आफै बन्द गर्छ। ठुलो दुर्घटना हुनुबाट बचाउनको लागि यो रेगुलेटर एकदमै बेस्ट अप्सन हुन्छ। हजुरहरूलाई पनि आफ्नो किचनमा एउटा राम्रो रेगुलेटर चाहिएको छ भने mosto.com बाट आजै यो आइगेसको रेगुलेटर अर्डर गरिहाल्नु होला।